एक हो सम्पूर्ण कवलजीवीहरू एक हो। एउटा पत्रकारलाई क्यामेरा सँगै आगोको दन्कोले झिल्कोले जलाइयो, त्यस विरुद्धमा आज हामी सडकमा आएका हौं। स्वतन्त्र प्रेस माफिया दमन बन्द गर। स्वतन्त्र प्रेस माफीको दमन बन्द गर। स्वतन्त्र प्रेस माफीको दमन बन्द गर। प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर। स्वतन्त्र प्रेस माफीको दमन बन्द गर। प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर। नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले देशैभरि र आफ्ना शाखाहरू विदेश शाखाहरूमा एउटा निमन्त्रणा पत्र पठाएको थियो, एउटा अनुरोध पत्र पठाएको थियो चैत 16 गतेको लागि। त्यसअघि चैत 15 गते काठमाडौँमा हाम्रा पत्रकार साथी सुरेश रजकको हत्या भयो, निर्मम हत्या भयो। त्यसलाई हामी त्यो शब्दले बयान गर्न सक्दैनौं। यो दुःखद घडीमा म पत्रकार सुरेश रजक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु र शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गर्न चाहन्छु। हामीलाई आजको यो अवस्थामा पक्कै पनि आउने मन थिएन, तर काम गर्दा गर्दै आफ्नो कर्तव्य पूरा गर्दै गर्दै जसरी अपराधीको न जात हुन्छ न धर्म हुन्छ न उसको कुनै पहिचान हुन्छ, त्यसैले नेपाल पत्रकार महासंघले सरकारलाई भनिसकेको छ, यता शक्य तुरन्तै छिटो पत्रकार सुरेश रजकको हत्यामा संलग्नहरूलाई खोजी कारबाहीको दायरामा ल्याउनको लागि माग गरिसकेको छ र यसै क्रममा राजावादीहरूले चर्काएको आन्दोलनको आडमा हिंसक समूहहरूले मिडियाहरूलाई निशाना बनाएर ढुङ्गामुढा गर्ने, आगजनी गर्ने र ज्यान लिनेसम्मको जुन घटना गरेको छ, त्यसको मानवाधिकारवादी संस्थाहरूले, सरकारले र विभिन्न अधिकारवादी संस्थाहरूले, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रेससँग सम्बन्धित संस्थाहरूले गहिरो छानबिन गर्नुपर्छ र नेपाल पत्रकार महासंघले यो घटनाको छानबिन गर्नको लागि 7 सदस्य टोली पनि गठन गरिसकेको छ। जबसम्म सुरेश रजक जस्ता पत्रकारहरूले न्याय पाउँदैन तबसम्म नेपाल पत्रकार महासंघले यो आन्दोलनको आँधी बेरी नरोक्ने र यसलाई चर्काएर लैजाने भनेर अठोट लिइसकेको छ र चरणबद्ध रूपमा मंगलबारसम्मको लागि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भइसकेको छ। आज कालोपट्टी बाँधेर कार्यस्थलमा काम गर्ने भनेर तोकिएको थियो र आज महोत्तरीको बर्दिवासमा हामी पत्रकारहरूले आज प्रदर्शन गरेका छौं। त्यसैगरी त्यही क्रममा अराजकतावादी समूहले लोकतन्त्रलाई रक्षा गर्ने, फुलाउने फलाउने, प्रेसमाथि आगो धोस्ने, आगो लगाउने, ढुङ्गामुढा गर्ने क्रम जुन भयो त्यसको हामी घोर निन्दा गर्दछौं। अन्नपूर्ण मिडिया नेटवर्कमा आगो लगाएर ढुङ्गामुढा गरियो, त्यसैगरी कान्तिपुर टिभीमा ढुङ्गामुढा गरियो, त्यसैगरी हिमालय टेलिभिजनको गाडी तोडफोड गरियो, अनलाइनका पत्रकारलाई खुट्टा भाँच्ने जुन काम गरियो त्यो निन्दनीय घटना हो, यो मानव अधिकार विरोधीको घटना हो। त्यसैले सरकारले यो चैत्र 15 गते राजावादी समूहले चर्काएको आन्दोलन र त्यस आडमा हिंसक समूहले गरेको अपराधहरूलाई एक गरेर छानबिन गर्नुपर्छ र त्यसका लागि नेपाल पत्रकार महासंघले सम्बद्ध सबै निकायलाई अनुरोध गरिसकेको अवस्था छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति सहित घोषणा गर्ने र नेपालका पत्रकारहरूको यो हत्या अन्तिम हत्या होस् भनेर हामी माग गर्दछौं र नेपाल पत्रकार महासंघले हरेक महिना 4 वटा विज्ञप्ति जारी गर्नु परिरहेको अवस्था छ।
पत्रकारलाई लेखेकै कारण, बोलेकै कारण, समाचार प्रकाशित गरेकै कारण कुटपिट गर्ने, धम्की दिने, धम्क्याउने, घर घेर्ने र अन्त ज्यान लिने सम्मको जुन घटना भइरहेको छ त्यो निन्दनीय घटना छ र यो पनि अन्तिम होस्। लोकतन्त्रले त्यतिखेर सास फेर्छ जतिखेर उसको साथमा प्रेस हुन्छ, मिडिया हुन्छ र मिडिया राज्यको चौथो आँखा होइन, समाजको आँखा पनि हो। त्यसैले मिडियालाई जोगाउनु, मिडियालाई बचाउनु, पत्रकारलाई संरक्षण गर्नु, पत्रकारलाई लेख्नको लागि स्वतन्त्रता प्रदान गर्नु भनेको लोकतन्त्र, गणतन्त्र, संघीय व्यवस्था फस्टाउनु हो। आज सम्पूर्ण साथीहरू यो कार्यक्रममा सहभागी हुनुभयो, प्रदर्शन गर्नुभयो र अब अन्तमा हामी के भन्न छौं भने यदि सुरेश रजकको घटनामा संलग्न अपराधीहरूलाई सरकारले तुरन्तै गिरफ्तार नगरेर कारबाही गरेन भने नेपाल पत्रकार महासंघले थप कार्यक्रम सार्वजनिक गर्नेछ। धन्यवाद। स्वतन्त्र प्रेसमाथिको दमन बन्द गर, बन्द गर, बन्द गर। स्वतन्त्रको ग्यारेन्टी गर, ग्यारेन्टी गर, ग्यारेन्टी गर। स्वतन्त्रको ग्यारेन्टी गर, ग्यारेन्टी गर, ग्यारेन्टी गर। सम्पूर्ण कलमजीवीहरू एक हो, एक हो, एक हो। सम्पूर्ण कलमजीवीहरू एक हो, एक हो, एक हो। पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, कारबाही गर, कारबाही गर। पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, कारबाही गर, कारबाही गर। होइन हो, यता फर्कनु पर्छ।